सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। अनि फेरि पनि हामी है अर्को नयाँ गाना लिएर आएका छौँ। विशेष गरी यो चाहिँ तपाईँको ख्रिस्टीय भजन किताबमा नै छ है। अनि यो गाना नम्बर 83 83 नम्बरमा छ। खास यसको ओरिजिनल भर्जन चाहिँ इङ्ग्लिसमा थियो, कम द फाउन्ड अफ एभ्री ब्लेसिङ भन्ने। अनि यसलाई चाहिँ नेपालीमा ट्रान्सलेट गरेको रहेछ है। अनि यो गाना चाहिँ हामी गाउन चाहन्छौँ तपाईँहरूको बिचमा है। तपाईँहरूले जतिले जान्नु हुँदैन है, तपाईँहरूले सिक्न सक्नुहुन्छ यो गाना अनि मण्डलीमा गाउन सक्नुहुन्छ। परमेश्वरलाई नै महिमा भएको होस्। अनि विशेष गरी आज चाहिँ है म आफैले गाना गिटार चाहिँ बजाएको छुइनँ। अनि मेरो हस्बेन्ड मेरो साथमा हुनुहुन्छ अनि उहाँले नै मलाई गिटार बजाउनमा हेल्प गर्नुहुन्छ है। हुन्छ, हामी स्टार्ट गर्नेछौँ है। वरदानको मूलधारा गरौ योग्य प्रशंसा, दया खोला लगातार बगिरहेछ ममा, स्तुति गर्न दिनुहोस् मलाई स्वर्गदूतले गरे झै, प्रभु ख्रीष्टको प्रेम र भला छ अगाध अपार सधैँ, यतिन्जेल मेरो उद्धारक तपाईँ हुनु भो आफै, राखिएवे नेजर स्मारक अघि बढ्छु स्वर्गमै, बगाल छोड्ने भेडा जस्तो मलाई खोजे येशूले, नासदेखि बचाउन आफ्नो अनमोल रगत बहाए, ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु, त्यो अनुग्रह साङ्लो सरी बाँध्दो सन्छ मन मेरो, आफ्नै सुरमा जान खोज्ने मन छ मेरो छैन स्थिर, लिनुहोस् मन हे लिनुहोस् प्रभु, स्वर्गको लागि राख्नुहोस् ऋण, लिनुहोस् मन हे लिनुहोस् प्रभु, स्वर्गको लागि राख्नुहोस् ऋण। प्रेज द लर्ड सबैजनालाई जय मसीह।